हेलो यहाँहरु सबैजनालाई मैले चाहिँ अस्ति तपाईहरुको माझमा एपिसोड बीएफटी को भिडियो बनाएको थिएँ। त्यो भनेको के हो भनेर है। अनि आज मैले चाहिँ आफैले कसरी एप्लाई गर्ने भनेर चाहिँ मैले तपाईहरुको माझमा भिडियो लिएर आएको छु। अस्ति इनबक्समा पनि मेरो धेरै मेसेजहरु आइरहेको छ है, कति अपलोडको बारेमा, कति एपिसोड, कति हाउस बिल्डिङको बारेमा। अनि अस्ति एकछिन लाइभ आउँदाखेरि नि तपाईहरुसँग कुरा भयो, कतिजनासँग, कतिजनाले स्टुडियोको बारेमा पनि सोध्नु भएको थियो है। अनि कतिजनाले चाहिँ अब बेआइन्स भएर पनि उहाँहरुको लागि चाहिँ एकदमै हेल्पफुल भिडियो हुन्छ यो। अनि अब सबैजनालाई जसरी तपाईहरुले भन्नुभएको छ आइन्स टु आइन्स बेक्लाइटुङ है गर्नुहुन्छ भनेर भन्नुभएको थियो। अब त्यो त सकिँदैन, किनभने म पनि काम गर्छु, त्योसँगै पढाइ पनि हुन्छ है। अनि अब डेली लाइफ हुन्छ, यहाँनिर स्ट्रेसिङ नै हुन्छ, अनि अब धेरै पर्सनल लाइफ पनि हुन्छ। त्यही भएर आइन्स टु आइन्स अब बेक्लाइटुङ चाहिँ गर्न सकिँदैन। तर यस्तो भिडियोहरु लिएर तपाईहरुलाई हेल्पफुल चाहिँ हुन सक्छ है। अनि कति एकजनाले भन्नुभएको थियो कि मलाई त्यो कुरा चाहिँ एकदम मन पर्यो, उहाँले बेआइन्स सिद्धाएर बेचबाई पढ्दै हुनुहुन्छ। अनि एफएसयुटमा सबै आफैले एप्लाई गरे, तर कुन कुन ठाउँमा गर्नुभयो भनेर नि सोधे। उहाँले भन्नुभएको थियो मैले अहिले देखाउन लागेको ठाउँहरु चाहिँ कति नयाँ छ तपाईहरुको लागि, त्यसमा पनि ट्राई गर्नुहोस्। अनि बेआइन्स सिद्धेर बेचबाई गर्दै हुनुहुन्छ भन्नुभएको थियो है। अनि मैले चाहिँ अब इमेल लेखेर पर्सनली सोधिदिन्छु तपाईको लागि भनेर भनेको थिएँ। अब त्यस्तो व्यक्तिहरु हुनुहुन्छ भने चाहिँ कति ठाउँमा हेल्प गर्न सकिन्छ हैन। अब तपाईहरुलाई कहाँ चाहिँ खाँचो छ त, कहाँ चाहिँ उठाउन सकिन्छ त, त्यो कुरा हेरेर विचार गरेर गरिने हो। अब सुरुदेखि अब आचवाई पनि अब सिद्धाउनु भएको छैन हैन। अब त्यहाँदेखि नै अब बेक्लाइटुङ गर्दै आउन त त्यो त सकिँदैन। त्यही भएर तपाईहरुको रिक्वायरमेन्ट्स पनि हेर्नुपर्छ है। यदि बेआइन्स सिद्धाउनु भएको छ अनि आफैले सेल्फ एप्लाई गर्दा सबै ठाउँबाट रिजेक्ट आएको छ भने चाहिँ त्यसमा चाहिँ केहीसम्म चाहिँ अब पर्सनली आफूले गर्न सक्ने सहायता चाहिँ गर्न सकिन्छ भन्न खोजेको। हुन्छ, म तपाईहरुलाई चाहिँ यहाँनिर चाहिँ देखाउँछु कसरी सेल्फ एप्लाई गर्ने भनेर है। तपाईले चाहिँ यो भिडियो लास्टसम्म हेर्नुहोस् है। मैले चाहिँ तपाईहरुको बीचमा यसरी इन्टरनेशनल बुन्ड लिएर आएको छु। अनि यसलाई चाहिँ इबे फ्राइविलिगे स्टेन्स भन्छ। अनि यो चाहिँ जर्मनीको सबै ठाउँमा छ है। अनि मैले चाहिँ स्टुटगार्टको लिएर आएको छु। माथि हेर्नुहोस् ebe/freiwilligesdienst.de भनेर छ। अनि यो चाहिँ युरोपकै सबैभन्दा ठुलो अर्गनाइजेसन हो। अनि मेरो पर्सनल एक्सपिरियन्स पनि छ यसमा, मैले पनि गरेको थिएँ एफिसियोट। अनि एकदम राम्रो छ, सेमिनार ट्यागहरुदेखि लिएर तपाईको बस्ने ठाउँदेखि लिएर सबै उनीहरुले चाहिँ प्रोवाइड गर्छ। अनि हेर्दै जानु भने त्यहाँनिर एच बेवाबन भनेर चाहिँ यो चाहिँ एफिसियोट बेएफटी सबैको लागि हुन्छ। अनि यहाँनिर तपाईले एच बेवाबनमा क्लिक गर्नुभयो भने तपाईले त्यो पेजबाट चाहिँ यो पेजमा आउनुहुन्छ। अनि यहाँनिर चाहिँ तपाईले एप्लाई गर्ने तपाईको नामदेखि लिएर है सबै कुरा दिन सक्नुहुन्छ। अनि कुन ठाउँमा तपाई एफिसिएट गर्ने त फर्स्ट प्रायोरिटी, सेकेन्ड प्रायोरिटी, थर्ड प्रायोरिटी त्यहाँ लेख्न सक्नुहुन्छ। फर्स्ट प्रायोरिटी अब हस्पिटलमा हो भने, सेकेन्ड प्रायोरिटी स्कुल, त्यसरी लेख्न सक्नुहुन्छ। अनि सबै डकुमेन्टहरु त्यसरी हालेर चाहिँ तपाईले दिन सक्नुहुन्छ। त्यहाँनिर सबै लेखेको छ के दिनुपर्छ भनेर है। अनि त्यसरी चाहिँ तपाईले एप्लाई गर्न सक्नुहुन्छ। अनि त्यस्तै गरेर यहाँनिर अर्को भनेको ich/will/episode.de छ। अनि यहाँ पनि त्यस्तै हो, तपाई है कुन चाहिँ ठाउँमा चाहिँ एफिसिएट गर्न चाहनुहुन्छ त त्यो ठाउँहरु चाहिँ तपाईले यहाँनिर चुज गर्न सक्नुहुन्छ है। बेहिन्डर आइनरिस्टुङमा, अनि त्यसपछि फ्लेगबेराइखमा, अनि सबै ठाउँमा। अनि इन्टरनेशनल बुन्डको अघि कुरा गरे, त्यहाँनिर चाहिँ होटलदेखि लिएर सबै लाइनमा हुन्छ, किन्डरगार्टनदेखि लिएर सबै ठाउँमा हुन्छ, यहाँ पनि हुन्छ होला, तपाईले हेर्न सक्नुहुन्छ। अनि त्यसपछि फ्रायर स्टेलेन भनेर तल देखाइरहेछ है, फिन्डेन भनेर कुन कुन ठाउँमा इन्ट्रेस्ट लाग्छ तपाईले त्यहाँ सर्च गर्नुहुन्छ। अनि त्यहाँनिर गएर चाहिँ बेवाबन गर्न सक्नुहुन्छ है। त्यसरी चाहिँ तपाईले एफिसिएट र बेएफटी को लागि त्यहाँनिर बेवाबुङ गर्न सक्नुहुन्छ। अनि त्यहाँनिर क्लिक गर्नुभयो भने बेवाब डिशमा चाहिँ छ है। त्यहाँनिर बेवाबुङ्स आपलाउफ कस्तो हुन्छ त, बेवाबुङ्स आपलाउफ के डकुमेन्ट चाहिन्छ सबै छ। अनि त्यस्तै गरेर त्यहाँनिर तपाईले हेर्दै जानुभयो भने बेवाबुङ्स गेस्प्रेखदेखि लिएर त्यहाँनिर इन्टरनेशनल बेवाब भनेर पनि लेखेको छ, इन्टरनेशनल बेवाब भनेर त्यहाँ क्लिक गर्नुभयो भने चाहिँ एक्स्ट्रा अर्को पेज निस्किन्छ। अनि त्यहाँनिर चाहिँ तपाईले हेर्नुहोस् सबै कुराहरु छ।
त्यहाँनिर बेबाबुङ भनेर त्यहाँनिर क्लिक गरेर चाहिँ बेबाबुङ गर्न सक्नुहुन्छ। अनि त्यस्तै गरेर अर्को छ पेज यहाँनिर bundesfreiwilligesdienst.de यो चाहिँ यहाँनिर चाहिँ BFD को लागि एप्लाई गर्न सक्नुहुन्छ। मैले एफिसिएट र BFD को डिफरेन्स भनिसकेँ। एफिसिएट भनेको चाहिँ 16 देखि 27 वर्षसम्मको लागि, 26-27 वर्षको लागि, अनि BFD चाहिँ त्योभन्दा माथिको उमेरको लागि 16 वर्षदेखि माथि जति पनि उमेरको लागि एप्लाई गर्न सकिन्छ भनेर है दुईटै भिडियोमा BFD को लागि नै एप्लाई गर्न सकिन्छ। अनि यहाँनिर पनि एक्स्ट्रा BFD को लागि छ, तपाईले त्यहाँनिर एफिसिएटको लागि पनि छ है, अनि BFD को लागि पनि छ, दुईटै छ। अनि त्यहाँनिर सबै हेर्न सक्नुहुन्छ स्टिलेनहरू कुन कुन छ भनेर, अनि त्यहाँनिर गेहाल्ट कति हुन्छ, बेबाबुङ कसरी गर्ने सब छ। त्यहाँनिर क्लिक गर्दै जानु भने सबै देख्नुहुन्छ। अनि यो चाहिँ freiwilliges.de हो। अनि तपाईले यहाँनिर एफिसिएटको बारेमा मात्र नभएर फेरि BFD को बारेमा पनि देख्न सक्नुहुन्छ। युवा जीवन संचियार भनेर छ। अनि बेबाबुङमा क्लिक गरेर चाहिँ तपाईले वाइटर बेबाबुङ गर्न सक्नुहुन्छ। अनि यो चाहिँ क्यारिटास हो, www.freiwilligesdienst/caritas.de। यहाँनिर पनि तपाईले त्यसरी नै बेबाबुङहरू गर्न सक्नुहुन्छ। स्टिलेन फिन्डेन भन्ने छ है। अनि यो चाहिँ डियाकोनी हो, डियाकोनी डोइचल्यान्ड है, diakoni.de मा गएर गर्नुहुन्छ। यहाँनिर चाहिँ रिजन चुज गर्न सक्नुहुन्छ। मैले विटेनबर्ग लिएँ, बाडेन विटेनबर्ग। अनि त्यहाँनिर गएर तपाईले एप्लाई गर्न सक्नुहुन्छ। उनीहरूको पनि थुप्रोमा हुन्छ। यहाँनिर हेर्दै जानु भने आउसबिल्डिङ स्टुडियम सबैको बारेमा छ त्यहाँनिर है। अनि तपाईलाई चाहिएको BFD एफिसिएट हो, त्यहाँनिर गएर स्टिलेन फिन्डेन गर्ने अनि डाइरेक्ट बेबाबुङ गर्ने है। अनि यो भनेको चाहिँ डोइचेस रोटेस्क्रोय चाहिँ जर्मन रेड क्रस सोसाइटीको हो। अनि यहाँ पनि तपाईले डाइरेक्ट एफिसिएट BFD बुन्डेसफ्राइविलिगेसडिन्स्ट को लागि एप्लाई गर्न सक्नुहुन्छ। अनि सबै छ त्यहाँनिर। एफिसिएट भनेको के हो, इन्फोस एन्ड BFD छ। अनि त्यहाँनिर गएर स्टिलेन बेयर्स भनेर माथि छ, त्यहाँनिर गएर स्टिलेनहरू तपाईले जुखेन गर्न सक्नुहुन्छ है। अनि त्यसरी तपाईले एप्लाईहरू पनि गर्न सक्नुहुन्छ। त्यहीबाट तपाईले चाहिँ भित्र खोताल्दै जानु पर्यो कि। अनि त्यस्तै गरेर अर्को भनेको एफिसिएट नै हो। यो चाहिँ अर्को लिङ्क छ यहाँनिर है, INER-Efficient.de भनेर। त्यहाँ पनि तपाईले BFD एफिसिएट सबैको लागि चाहिँ तपाईले एप्लाई गर्नुहुन्छ। अनि त्यहाँनिर मोनाटलिसिस गेल्ट कति, उर्लभ कति भनेर सबै त्यो पेजमै सबै डिटेल्सले दिएको छ। यहाँ तल जानु भएपछि BFD को बारेमा, एफिसिएट को बारेमा है। यो ओकोनोमिसिस यार भन्छ, FYOT ओ मित उम्लाउट यथ भनेको त्यो भयो। तर अहिलेलाई एफिसिएट BFD मात्र हेर्नुहोस् तपाईहरुले है। अनि यहाँनिर बेबाबुङ्स उन्टरलागेनहरू के चाहिन्छ सबै भनेको छ है यहाँनिर। अनि तपाईको के ठाउँमा गर्न सक्नुहुन्छ, ह्यान्डवर्क टेक्निक हैन, मेडिसिन उन फ्लेग मेन्सन मिथ बेहिन्डरुङ्गेन नाटो उमवेल्टको बारेमा, सिनियोरेन उन सिनियोरन त्यसको बारेमा छ है। अनि पोलिटिकहरूको बारेमा नाटो उन्ड उमवेल्ट सबैको बारेमा छ। अनि यो भनेको चाहिँ अर्को चाहिँ जब प्लेटफर्म हो, यो चाहिँ स्टेप स्टोन हो। अनि यहाँनिर चाहिँ तपाईले फ्राइविलिगे एफिसिएट BFD भनेर दिनुभयो भने चाहिँ यहाँबाट चाहिँ धेरै आउँछ। अनि यहाँ चाहिँ के हुन्छ भन्दाखेरि अघिसम्म देखाएको चाहिँ सबै हब ट्रेगरहरू हो। उनीहरूले चाहिँ सबै ठाउँमा खोजेर ठाउँमा हुन्छ उनीहरूको कन्ट्याक्ट, त्यहाँ तपाईलाई पठाउने त्यस्तो हब ट्रेगर हो, सोशल अर्गनाइजेसन हो। यो भनेको चाहिँ प्लेटफर्म हो, जब प्लेटफर्म। यहाँबाट चाहिँ आफैले फिल्टर गरेर तपाईले खोज्नुपर्छ है। अनि यो पनि इन्डिड, यो पनि जब प्लेटफर्म हो। यहाँबाट पनि तपाईले एफिसिएट BFD स्टिलेन भनेर खोजेपछि धेरै आउँछ। अनि फिल्टर गरेर तपाईले एप्लाई गर्ने हो हैन। किन भन्दाखेरि यस्तोबाट चाहिँ अब कतिमा चाहिँ तपाईको बस्ने ठाउँहरू दिएको हुँदैन, तपाईको कतिको चाहिँ अब ट्राभलिङ कार्डहरू पे गरिरहेको हुँदैन हैन। त्यो अहिलेको सोशल अर्गनाइजेसन उनीहरूले चाहिँ गरिरहेको हुन्छ। अनि यसमा चाहिँ प्राइस सबैको हुन्छ के। अनि तपाई आफैले फिल्टर गर्ने कुन चाहिँ आइनरिस्टुङमा जाने, के सुविधा छ, सेमिनार टागहरू कति छ, बस्ने मिल्छ कि मिल्दैन हैन, ट्राभलिङ कार्डहरूको कस्तो छ फेसिलिटी, अफ कोर्स इन्स्योरेन्स त सबैले पे गरिदिन्छ। यो भयो है। अनि तपाईलाई अब मैले यो लिङ्कहरू यहाँनिर मेरो युट्युब च्यानलमा जानुहोस्। अब तपाईले त्यो अगाडिको सानो एकदमै सानो आउँछ भने कस्तो आउँछ स्क्रिनमा थाहा छैन, सानो आउँछ भने चाहिँ मैले यो अन्जुला राई भनेर मेरो युट्युब च्यानल छ, म तपाईलाई
तपाईँलाई यही भिडियो अपलोड गरिदिन्छु अनि भिडियोमा चाहिँ तपाईँलाई म लिङ्क सहित चाहिँ अपलोड गरिदिन्छु यो मैले जुन लिङ्कहरू सबै देखाएको छु त्यो लिङ्क सहित चाहिँ तपाईँलाई यहाँ भिडियोमा म अपलोड गरिदिन्छु है तपाईँहरूले चाहिँ लिङ्क डाइरेक्ट क्लिक गरेपछि ओपन हुने तरिकाले तपाईँहरूले चाहिँ हेरेर एप्लाई गर्न सक्नुहुन्छ हस् त बाइ बाइ